यो चाहिँ हिजो मौरीहरू यसमा डेलिभर भएको थियो। यसलाई चाहिँ मैले फेरि मजाले रिपेन्टिङ गरेर अनि बिग्रेको काठहरू सबै निकालेर नयाँ काठ लगाएर अहिले फेरि मैले यसलाई चाहिँ बेड हाइपको रूपमा युज गर्ने विचार गरेको छु। मैले सबै पेन्टिङहरू पनि गरेँ, अहिले फेरि नयाँ जस्तो भइसक्यो। अनि मैले अहिले दुईटा प्रवेशद्वार खोलेको छु, हरियो र कालो। बेड हाइप भन्नाले यसलाई चाहिँ अब कहिलेकाहीँ मौरीहरू हुल छुट्टिन्छ। हुल छुट्टिँदाखेरि चाहिँ अब हुल छुटिसकेपछि उनीहरूले नयाँ घार खोज्छ। त्यतिखेर चाहिँ मौरीहरू घार खोज्दाखेरि कति यो घरमा आउन सक्छ कि भनेर मैले यसलाई चाहिँ बेड हाइपको रूपमा बनाएको छु। पेन्टिङहरू पनि गरिसिधाएँ, अहिले सबै नयाँ भएको छ। अनि मैले छानाहरू पनि फेरेँ। भित्रपट्टि चाहिँ यसको फाइदा चाहिँ के छ भने अलरेडी मौरीले त्यो कुटहरू ल्याएर इङ्ग्लिसमा प्रोपोलिस भन्छ, प्रोपोलिसहरू ल्याएर यसरी लगाइसकेको छ र यसको पनि मिठो बास्ना आउँछ। त्यस्तै यतापट्टि मैले 4टा फ्रेम मात्र लगाएको छु, 4टा मैले खाली गरिदिएको छु। अर्को चाहिँ अब यो फ्रेमहरू निकाल्यो भने यहाँ तपाईँलाई देखाउँछु म। यतापट्टि चाहिँ अलरेडी उनीहरूले लाएको ममहरू अथवा चाकाहरू भनौँ त्यो पनि छ। त्यही भएर अलिकति मौरीलाई आउनु सजिलो हुन्छ कि अथवा मौरी आउन सक्छ कि भन्ने विचारले मैले यो घरलाई चाहिँ फेरि मैले डेन्टिङ पेन्टिङ गरेर अहिले चाहिँ नयाँ बेड हाइपको लागि चाहिँ मैले रेडी गरेको छु। हेरौँ अब कस्तो हुन्छ। भित्रपट्टि यो कुट त होइन, यो प्रोपोलिसहरू लगाइसकेको रहेछ। पहिला निकै पुरानो आएको, तर मैले यसलाई चाहिँ अहिले सबै हरियो पेन्टिङ गरेर नयाँ बनाएको छु। अनि यो तलको यो काठहरू पनि सबै फेरिदिएको, त्यस्तै यो छानाहरू पनि सबै फेरेर अब चाहिँ नयाँ भएको छ। यसलाई म अब छानो लगाउँछु, त्यहाँदेखि स्क्रु लगाउँछु, ताकि इनकेस पछि आएको भने र यो घरलाई चलाउनु पर्यो भने एटलिस्ट छाना चाहिँ खस्दैन कि भनेर म त्यसलाई स्क्रु पनि लगाइदिन्छु। हेर्नुहोस् अब। अनि पछि इनकेस मौरी आएको भने हिजो जसरी डेलिभर भएको थियो त्यस्तै यो यसरी बन्द गर्न सकिन्छ। बन्द गर्दाखेरि यहाँबाट हावा भित्र बाहिर गर्छ, त्यस्तै यो पनि बन्द गर्न सकिन्छ। अनि यहाँबाट हावा भित्र बाहिर गर्छ। त्यसको लागि ठिक छ यो। अरू बेला चाहिँ खुल्ला छोड्दा हुन्छ यसरी। धन्यवाद।